यति मजाले झरनाको इन्जोय गरेको बेलामा एक्कासी यस्तो पनि हुँदो रहेछ र त्यही बेलामा यति ठुलो छल्को आउला भन्ने थाहा नै भएन। अलराइट गाइस, वेलकम टु माई मिनी भ्लग। फर्स्टमा आजको भिडियोको सुरुवात वान अफ द बेस्ट वाटर पार्क एन्ड वन्डरल्यान्ड देखि भएको छ। यो ठाउँको नेचर ब्युटीको कुरा गरौँ भने चाहिँ कुनै भन्ने साध्य छैन। फाइनली मेरो टिकट चाहिँ आइसकेको छ। टिकटको प्राइस चाहिँ आइसी 1700 अर्थात नेपाली 2700। फर्स्टमा हामी चाहिँ एडभेन्चर कार चढ्नेछौँ र कारको इन्जोय लिनेछौँ एन्ड एडभेन्चरको कुनै पनि कमी छैन। यहाँ पिङ पनि एकदमै बबाल बबाल लागेको थियो र एन्ट्रीको साथमा एकदमै राम्रो क्याफे थियो जसमा हेर्दै खाउ लाग्दो पेस्ट्री केकहरू पनि थिए। गर्मी बढी छ, म चाहिँ वाटर पार्कतिर जानेछु। सानो अगाडि हामीलाई चाहिँ कपडा मिल्छ यहाँ एन्ड म चाहिँ लागे वाटर पार्क तर्फ भेरी एक्साइटेड। फर्स्टमा वाटर पार्कको क्वालिटी अथवा एडभेन्चरको लागि समुद्रको जस्तो ठुला यहाँ चाहिँ छल्को आउने बनाइएको छ। साथमै फ्यामिली वाटर पार्क छ जहाँ एकदमै राम्रा राम्रा स्लाइडहरू लागेको छन्। छेउमै मिठो झरना थियो, त्यसको पनि इन्जोय लियो र त्यही पानीको छल्कोमा मैले पनि केही बेर आनन्द उठाएँ। यो गर्मीको समयमा झरनामा थापेर नुहाउनेको मजा नै बेग्लै छ। यता रेल बनेर पनि इन्जोय गरिरहेका थिए मान्छेहरूले। त्यो पानीबाट त निकल्नै मन लाग्दैन। झरना एकदमै सुन्दर थियो, जति हेर उति हेरिरहँ जस्ता थिए। वान अफ द बेस्ट झरना थियो र यता वाटर डिस्को बार पनि थियो। एकदमै रमाइलो गरिरहेका थिए सबैजना। हामी पनि कम कहाँ छौँ र धरो रमाइलो गरे। डान्स सान्स पनि हानी। लाइट डिस्को बार यति राम्रो थियो कि कुनै भनी साध्य थिएन र यसरी झरना मुनि थापिँदा चाहिँ एकदमै मालिस गरेको जस्तो हुने रहेछ। कन्न एकदमै आनन्द फिल गरे। थ्याङ्क यू सो फर वाचिङ। यसको लङ भिडियो मेरो युट्युबमा आउँदैछ। ओके बाई।